आज मैले सबैलाई मनपर्ने अमिलो पिरो चटपटेको रेसिपी लिएर आएकी छु। नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल शान्ता किचनमा। चटपट बनाउनको लागि मैले यहाँ भुजा, मसिनो गरेर काटेको बन्दा, उसिनेको आलु, खुर्सानी, भुटेको बदाम, धनियाँ, काँक्रो, कुइच चाउचाउ, प्याज, तेल, बिरे नुन लिएकी छु। अब म चटपट बनाउनतिर लागेँ। अब म भाँडामा काँक्रो, हरियो खुर्सानी, प्याज, बदाम, बन्दा, आलु, धनियाँ, भुजा राखेँ। त्यसपछि चाउचाउ राखेँ। चाउचाउ राखिसकेपछि चाउचाउमा आएको सुप राखेँ। त्यसपछि बिरे नुन राखेँ। हजुरहरूले कतिको पिरो खानुहुन्छ त्यही अनुसार धुलो खुर्सानी राख्नुहोला। धुलो खुर्सानी राखिसकेपछि चटपटे मसला राखेर तोरीको तेल राखेँ। त्यसपछि चुक राखेर मोलेँ। चुकको सट्टा कागती राख्न नि सक्नुहुन्छ। मैले यहाँ चुक लिएकी छु। चटपट चाहिँ मसला लाग्ने गरेर मोल्नुपर्छ। हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो चटपट पनि रेडी भइसक्यो। यस्तै भिडियोको लागि हजुरहरूले यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ।